Mau हाम्रो माउ त्यहाँ नुहाएको आमा ल दसैँको लागि पिङ हाल्ने तयारी हुँदैछ हाम्रो खर काट्दैछौँ खर 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 दसैँको लागि पिङ हाल्ने त्यो त होइन यति डोरी भन्यो न दिदीले यो खरै होइन भन्दै नि बर्बाद हो खर हो त्यो खर हो क्या खर पहिला गाउँले स्टाइलको पिङ हाल्ने अब हामी खरको बानेर अहिले चाहिँ मान्छेले लट्ठा किनेछन् हामी चाहिँ अब लट्ठा पुरानो लट्ठा बनाउने है लट्ठा यसले बन्छ होइन खरै तोडेछन् हाम्रो बाँस काट्न त आयौँ छोरा तर बाँस अलिक कहिलो कहिलो रहेछ है बाँस काट्न जाँदैछौँ हामी दसैँको लागि बाँस अलिक कहिलो भएर भाँचिने हो कि नुहाउँदाखेरि डरै लाग्दछ है ओके म हेरेर जुन जुन छिप्पिएको जस्तो देखिन्छ ठुल्ठुलो छिप्पिएको त्यो काट्न जाँदैछु है ल के होला यार छिप्पिएको अलिक कहिलो कहिलो रहेछ क्या सारा बाँस ठुलो जति कहिलो छ सानो नराम्रो लाग्यो भन्ने कि पातो भन्ने भएर त्यहाँ कहाँ गएर अड्किथ्यो अलि यता लिएन भने बाहिर आइकन यता हो ठिक छ मम्मी हेर्नु त अलि उताले जाँदा हल्का त्यता भयो अलि उता हजुर उता ल भयो म त हेर्दै राम्रो देखिसकेँ कि गाड्न त्यो गाड्न एउटा छोडै त्यो गाड्न त्यो तिमीले परबाट नाटेको त्यो खोज क्या यतापट्टिबाट खिच्छ नभएदेखि त्यो काट ठिक छ त्यो गल भाट्नु त्यसो त पुगेन नि त काटेँ नि सुन अझ सुन्नु हल्का आइज यता आइज
कम भएको हो के फरक पर्छ ल भयो काट्नु ओहो खाल्टो यहाँ हो एउटा त्यहाँ कल गाडेको थियौँ एउटा के अब खण्ड सुरु भयो केटा पिङ हाल्ने नै हो त अब यत्रो गरी हाल्नु परेन ल ल ल यता हेर त हेलो भाइ हेलो पिङ खेल्ने हो नि त दसैँमा परेन ल ल ल यस्तो छ है यहाँ चाहिँ आँपको रुखको शीतल पनि आउँछ त्यही भएर हामीले यता पिङ हाल्न लाग्यौँ यस्तो छ यता मरिच पनि फलेको छ रुखमा यो चाहिँ अब खर सुकाएको छौँ यसरी यो चाहिँ लठा बान्नलाई खर सुकाएको काटेर ल्याएको खर अनि यतातिर चाहिँ माथि लिङ्गो बान्नलाई डोरी बाट्ने काम भइरहेछ सासुबुहारी भएर डोरी बाटिरहनु भएको छ नाति नातिनाको लागि छोरा नातिनीको लागि डोरी बाट्दै हुनुहुन्छ है यसरी चाहिँ लिङ्गो बाट्नलाई हो अनि अहिले लट्ठा चाहिँ बाट्नुपर्छ अर्को हाम्रो भाइले कति खन्यो खाल्टो भाइ 1 फिट ओ खनिसक्यो है खनिसक्यो भाइले 1 फिट खनिसक्यो अब 2 फिट जति खन्यो पनि ठिक हुन्छ एकजना चाहिँ कस्तो झन्डै नामो हुँदैन होला यो उता खाल्टो थिचै थिचै लुगा लाइ लुगा Shruti Mom Mommy त्यहाँ हेर्नु त बुढी खाल्टो खतम बनाएको त्यस्तो बनाउने होइन भन्छु झन् पहिला हुँदै खाल्टो पुग्यो यो त खाल्टो बिग्रियो नि त्यो चाउरो खन्दैन नि हाम्रो त्यत्रो खने झन् मैले सबै भइसक्यो थियो एउटा मात्रै बाँकी थियो यता माहौल तात्तिएको छ यता रातो मान्छे यता मान्छे पनि तातो अब यही चिसोले मात्र सेलाउँछ जस्तो छ है अर्को फेरि यहाँ सिभिल इन्जिनियर आइसक्यो यो त छुट्टै टेन्सन छ तासै रोकिसकेको थियो होला ल त्यो खाल्टो पुरा दिनको दसैँमा लडाइँ सकिए आमा त्यो त्यो पराल हाम्रो यो कास चाहिँ भिज्यो त्यो भन्दा नि
हाम्रो उता पनि रुगा थियो नि, मैले उठाउनु भएको के पुग्दै आयो कि के हो? तेरो बटारिएन तेरो यो के भयो? यस्तो बटार्दै पनि घुम्नुपर्छ क्या अलिक। बटार्नु मिल्दैन जस्तो अब यस्तो। तन्की त उता लामो गरेर तन्क पर गरेर तन्क घुमा त बटार। हेर त लु भएन। अलिअलि त्यो ल घुम। फोनमा नदेख्छु म पानी हालिसक्यो। लडिसक्यो। How do you feeling, Dad? भिजिसक्यो। दसैँ आएको फिल भइरहेछ। दसैँको पिङको लागि डोरी डोरी रोटिङ रोटिङ। जङ्गल हुँदैछ पिङको लागि छोड्नु यो। छोड्नु। घुम अब टाढा। अब कसरी घुम्नु? एउटा छोड्नु एउटा घुम्नु। दुईजना चाहियो क्या भयो अब। छोडा एकछिन भयो तँ। त्यहाँदेखि त्यो किरा छ कस्तो किन्न लाग्यो मलाई त्यो देखि चिराउँछ अलिकति बल पुगेन त्यो लामोसँग नगरे क्या त्यो टुप्पा मात्रै अलिकति गरेर बाल न हो त्यति मात्रै पुग्छ कि हाइट ओए हो ल पारा थियो आकै च्याप्पै सर्दिन छुट्टा उतोमा काट्नुपर्छ है उ त्यो हाँगामा त पुग्नु सुजा लाग्छ नि त यहाँ यतापट्टि अलिक बनाइरहेको गतिलो भएन त्यतापट्टि होइन खसिलो छ त्यहाँ हल्लिन्छ नि पिङ मजाले त्यो स्वाद पनि दे भएन हो भएन त अर्को बान भाइ तपाईँमा यस्तो फालौँ न एकत्र होइन यहाँनिर बाँध्नु माधुरी चढाइदिनु यस्तो गर्नु न सुर्काने गरेर बान है त्यस्तो होइन सुर्काने रे होइन सुर्काने बस मन लाग्छ है रारी 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 के भने यतापट्टि गरालै होचो भयो जस्तो लाग्यो अलिकति
केही हुँदैन धेरै हुन्छ नि त्यो लट्ठाक 100 बान हजुर लट्ठाक 100 बान ल खिच्नु हुन्छ के हो भएन यो यतिकै पनि नर्मल त्यसलाई टाइट गरालो यता ल्याऊ गरालो अब तपाईँले तान्छ यो ठुलो मुढा सक्छ तपाईँ अब यहाँबाट अलिअलि ठेलिदिनुपर्छ त्यो तानौ यता ल्याउ न गरालो त्यो लट्ठाक त्यो झान्ने म तान्छु गरालोले मान्छे मार्छ जस्तो सुप सुप बोलो सुप सुप त्यो छोड त भन्छ छोड माथि नचल छोड यताबाट तान हो ल है एकैछिन बिस्तारै अहिले त परेक्टिभ भयो बास बास ल पिङ चढ्यो अब चाहिँ भएर त बनाएको एकछिन अहिले दुईचोटि चढ्दाखेरि त्यो तिमीहरूले अलिक बानेको मिलेको छैन ढकाल्नु त दाइ होइन यो पिङ थियो अहिले तपाईँले दुःख पाउँछ हामी ल्याएर चढाइदिउँ बच्चा बच्चीलाई चढ्न सकिने त्यो त सिधै पातले जान्छ त भयो बाबा टेस्ट पिङ हो धेरै नगर ल अब हेर्छु त्यसरी खेल्दै ल भयो ओ बुढा